डे 86 अफ 75 आवर च्यालेन्ज। हरेक दिन जसरी नै आज पनि मैले यो च्यालेन्जको सबै रुल्सहरू राम्रोसँग फलो गरेको छु। आजको भगवत गीताको ज्ञान चाहिँ शरीर नाशवान हुन्छ तर आत्मा कहिले पनि मर्दैन। आजको भगवत गीताको ज्ञान चाहिँ यही हो। हरेक दिन जसरी नै आज पनि मैले यो च्यालेन्जको सबै रुल्सहरू राम्रोसँग फलो गरेको छु। टु वर्कआउट्स, इन्डोर आउटडोर, हेल्दी डाइट, नो चिट मिल्स, 3.8 लिटर वाटर, रिडिङ 10 पेज बुक, प्रोसेस फोटो, नो एक्सक्युज। डिसिप्लिनले लाइफ इजी बनाउँदैन। इट्स मेक यु स्ट्रङ टु ह्यान्डल हार्ड डेज। साँचो कुरा के हो भने हामीलाई सक्सेस चाहिन्छ भने हामीले मुडलाई इग्नोर गर्नु पर्दछ। यो च्यालेन्ज सुरु गर्दा फेरि डे 1 पनि एकदमै गाह्रो लाग्थ्यो। आज म डे 86 मा पुगिसकेको छु। हरेक दिन मोटिभेसन हुँदैन थियो। कति दिन त आज माइन्डले गिभ अप गर भन्थ्यो, तर त्यो बेलामा मैले डिसिप्लिनलाई रोजेँ। यो च्यालेन्जले मलाई एउटा कुरा सिकायो, प्रोसेस लाउड हुँदैन। हरेक दिनको सानो सानो जितले बन्दछ। म चाहिँ 45 मिनटको आउटडोर वाकको लागि यता इन्डस्ट्री एरियातिर आएको छु। अहिले चाहिँ इभिनिङको 6 PM भइरहेको छ। तपाईहरुलाई चाहिँ आउटडोर वाकमा वाक गरेको कस्तो लाग्छ? मलाई चाहिँ एकदमै बेस्ट लाग्छ, किनभने यो चाहिँ मेरो पर्सनल ओपिनियन हो अनि मलाई एकदमै कम्फर्ट लाग्छ। आफ्नो आफ्नो ओपिनियन हो अनि आफूलाई केमा बेस्ट लाग्छ त्यही गर्दाखेरि राम्रो हुन्छ। तर एक्सर्साइज चाहिँ गर्नुपर्छ, जुन भए पनि एउटा आफूलाई पनि टाइम निकाल्नुहोस् अनि आउटडोर वाक गर्दाखेरि चाहिँ जुन आफूलाई कम्फर्टेबल लाग्छ नि एक्सर्साइज त्यो चाहिँ गर्नुहोस्। यो इन्डस्ट्री एरियामा चाहिँ हिँड्ने ठाउँ चाहिँ धेरै छ के, यो इन्डस्ट्री एरियामा चाहिँ हिँड्ने ठाउँ धेरै छ अनि त्यसपछि एकदमै सजिलो हुन्छ। फरक यति मात्र हो, पहिला म हार मान्थे भने अहिले म हरेक दिन कन्टिन्यू गरिरहेको छु। अल माई टास्क आर कम्प्लिटेड। थ्याङ्क्स फर वाचिङ। किप लभिङ, किप सपोर्टिङ गाइज।